गाह्रो छ हौ, गाह्रो छ साथीहरू। फेसबुकमा आयो, लाइक कमेन्ट कसैले गर्दैन। बुढो भएको भयो। अब बुढो भएको भइसकेपछि बल्ल परिरहने रहेछ। छाला चाम्री चुम्री पऱ्यो, आँखा नाखा छालाभरि चाम्री चुम्री परिसक्यो। अब कसले परिरहने हो? अलि चिल्लो सुपिल्लो यङ भइदिए भए त सबैले लाइक गर्थे, कमेन्ट गर्थे। अब चिल्लो सुपिल्लो दिन गइए, अब चाम्री चुम्री गर्ने दिन आयो। अब यस्तो चाम्री चुम्री गरेको मान्छेले भिडियो बनाएपछि कसरी भाइरल होला त, कसरी साथ सपोर्ट दिन त घाँटे। अब आशै छैन, यत्तिकै आउने फेसबुकतिर आउने, टाइम पास गर्ने, त्यही हो। आफूले आफ्नै भिडियो हेरेर मनोरञ्जन लिने काम चाहिँ हुने भयो। अब अरूले हेर्दैन थाहा भइगयो। अरूले जवान हेर्छन्, केटाभरि सबैले तिग्रा देखाउने आइमा हेर्छन्। केटा के बुढै धरीले हेर्छन्। लोग्ने मान्छे त के थियो र? अलिअलि कोही लोग्ने मान्छेले हाँसो उठायो भने हेऱ्योन्, नत्र कि हेर्ने कुरै छैन। जान बुढेसकाल कसैलाई नआउँछ हुन्छ, तर प्रकृतिले बनाएको चिज आइहाल्छ बुढेसकाल। गाह्रो छ। अब यस्तो जस्तो छाला चाम्री चुम्री पऱ्यो भने त दुनियाँले हेप्छन्, घाँटी साना केटाकेटीले पनि हेप्छन्। अब यो बटुसँग के तागत छ र भनेर सबैले हेप्छन् यार। पशु बड्यो र मान्छे बड्यो भयो भने त सबले खेला गर्दो रहेछ। क्यार्ने र गाह्रो छ गाइस, अति नै गाह्रो, अति नै गाह्रो। सम्झिँदा रुन मन लाग्छ, तर नरोइकन आँखा चाम्री पर्या छ। अब के सम्झेर रुने? यस्तै हो गाइस। ल अब म ड्युटीतिर लाग्दैछु है त।